आज म फ्राई दाल बनाउन गइरहेको छु। त्यसको लागि मैले प्याज काटेँ, टमाटर, खुर्सानी र थिनली चप्ड गार्लिक पनि काटिसकेँ। अनि यहाँ हाम्रो रातो दाल छ। यहाँनिर मैले दाल कुकर बसालिसकेको छु। अब हामी यसमा एड गर्नेछौँ घी। यसमा घिउ एड गर्छौँ। मैले 1 चम्चा घिउ हालिसकेको छु। हाल्न लागेको छु। फ्राई दालमा चाहिँ म तेजपत्ता फुराउन चाहन्छु। तेजपत्ता फुरायो भने चाहिँ एकदम मिठो स्वाद आउँछ। एकदम मासु जस्तो फ्लेभर। जिरा रातो भइसकेपछि हामी यसमा यो हाम्रो खडा मसलाहरूलाई हाल्छौँ। त्यो पछि थिनली चप्ड गार्लिकलाई हामी हाल्ने। गार्लिकको स्वाद एकदम मिठो आउँछ। यसलाई धेरै रातो पनि नबनाउने। यसको अलिक क्रस्टी फ्लेभर यतिकै अलिकति सटे मात्रै गरेपछि प्याज हाल्दै हाल्नुपर्ने हुन्छ। अहिले यसमा दाल र टमाटरलाई पनि हालिसकेको छु। अब यसलाई एकैछिन भुट्न मात्रै दिउँ। बेसार नुन अनि यसमा मसला हामी हाल्दैनौँ। अलिकति मरिच र सुकमेलको अलिकति धुलो मात्रै हाल्ने। बेसार हाल्ने। नुन हाल्दैछु। फाइनली दाल पनि रेडी भइसक्यो र दाल यस्तो बनेको छ। हजुरले हेर्न सक्नुहुन्छ मेरो फेभरेट दाल रातो दाल।